के अरे बङ्गलामा त्यस्तो नभन नानी यस्तो भन्थ्यो। म्यानेजरसित त्यस्तै भएछ, डिस्कस भएछ देशभरि। अनि साधारण सभाले गर्दैन पनि अनि त्यो सांसद हुन्छ। म्यानेजर आउँछन् अनि सुनाउन मात्र एक्लै गर्न गाह्रो भएछ भनेपछि बेलुकी खिच्नु गयो कि त्यहाँ म्यानेजरसित अनि त्यही गरेर ए त्यही भएर हो। भाइ पनि एकदम टाटासँग पढ्न जस्तै लेख्छु त, फोटो फोटो भिडियो राखी भाइ के भाइ पनि जानुहुन्छ। पढाउनु पर्दा राम्रोसँग भाइले त राम्रोसँग भाइलाई पढाउनु सोध्छ र राम्रोसँग पढ्नुपर्छ भाइले। भाइ नानी पनि ट्यालेन्ट छ, सानो नानी। म अस्ति तपाईँले अस्ति म गएको थिएँ कि उहीँ मजदुर गएको थिएँ। अस्ति बाबाले प्रेम भएर चाहिँ यही घर हो भन्नुहुन्थ्यो, घर चिन्ने होइन मलाई थाहा थिएन, नभए पनि थाहा थिएन। तर चिने त्यही यही बिहेको कुरा भएर चिनेको, घर चिनेको के चिने हो होइन। बुवाहरूले घर बुवाले त चिन्नु भएको सबै चिन्नु भएको छ, म चाहिँ चिनेको थिइनँ होइन। म जान्थेँ म चाहिँ ल मैले जाने गर्ने बस्ने गर्थेँ। त्यो होइन मलाई त के भन्छ बनगाई भन्ने थाहा थियो। फेरि एफएमको तपाईँ के हिजो के भन्नु छ भने एफएमको नजिक भनेपछि एफएमको नजिक बस्छु, एफएम नजिक वरिपरि भएपछि कहाँ बोलाएको चाहिँ हो भने जान्छु भन्नु। फेरि तपाईँ गएको मैले कपाल लामो देखेर मैले कपाल हो कि भने त मलाई लागिरहेको थियो। मलाई कपाल लामोले सँग चाहिँ लागेको थियो कि कपाल चाहिँ देखाएको थिएँ मैले को गयो भनेदेखि हो त्यस्तो त फेरि होइन होला। फेरि किन मैले किन भने भन्दा भर्खर सोनाले खाना खाइछ भन्नुभएको थियो। फेरि खाना खाइछ उसले पनि अब तपाईँले खाना खानुहुन्छ अनि भन्नुभएको थियो। तल चाहिँ भाडामा यहाँ तपाईँ एसएलसीदेखि यहीँ हुनुहुन्छ तपाईँ? ए 12 चाहिँ उहाँ साथै छत्रगञ्ज दियो। तपाईँको 3 वर्ष कि 4 वर्ष जस्तो हो? तपाईँ 4 वर्ष पनि हो। उता पनि यता पनि होइन, बाबामा उता यता हो यता उता पनि हो घर। घर त तपाईँ 2 दिन यता तल हो होइन, कता कता बस्ने अब। यो बिहेको बेला पनि जोड्ने नजोड्ने हुँदो रहेछ क्या खासमा होइन। अब के भन्दाखेरि मलाई चाहिँ भयो भने चाहिँ बोइस के भन्छ फागुन नगर्ने भन्ने हो क्या खासमा। अब भयो भने चाहिँ सबै कुरा भयो भने फागुन नत्र पछि पनि जान सक्यो होइन। अब के लभ म्यारेज अस्ति भन्दा लभ म्यारेज भयो भने सबै भागेर हिँड्न सक्यो, सबै कुरा हुनसक्यो होइन। सबै भयो फेरि अब नभएपछि एरेन्ज गर्दा सबै कुरा सोध्ने, अब नाचदार सोध्ने, चिना हेर्ने के हेर्ने भन्छ सबै भन्छन्। लभ म्यारेज भन्दा पनि घरको सल्लाहले एरेन्जै राम्रो हुन्छ कि भन्दाखेरि गाह्रो हुन्छ कि धेरै। अहिले फेरि एरेन्ज म्यारेज गर्न यति गाह्रो छ कि के छ त्यो त छ, त्यही पनि अब सबैलाई खुसी राखेर गरेपछि आफूलाई केही दुःख हुन्न नि त, आफूलाई गाह्रो नहोस् भनेर राखेपछि कुरा सजिलो। पहिले आफूले सोचेर गरेपछि अनि सबै कुरा सजिलो हुन्छ। कसैको म्यासेज फर्स्ट टाइम हो मैले गर्ने आफूलाई थाहा छैन कस्तो गाह्रो हुन्छ नि त। अनि पक्कै हेबिट राम्रो हुन्छ भन्नु नि हो कि केही भन्नु नि हो। होइन त्यो भन्दिनँ मैले त, किनभने मैले तपाईँसँग लभ गर्न अरू गर्न भेट्न अरू मात्रै गर्न मात्रै कुरा गरेको होइन। बिहे गर्नै कुरा चिन्ने कुराले गर्दाखेरि चाहिँ कुरा गरेको नि त मैले त। पसलमा खासै मान्छे आएको थिएन अनि फेरि फेरि अब त्यस्तो दिन अनि त्यही भएर सबैलाई देखेँ त्यहाँ चिने। त्यही त अनि तपाईँले धेरै गर्नु सोनाले चाहिँ गरिसकेको त्यो गरेको थियो। अनि सोनालाई पनि पठाइदिनु पहिला साथी थिएन, त्यही कुरा भएपछि मात्रै तपाईँले राख्ने कुरा भएन भन्छ कि खासमा आउनुहोस् मिल्यो भने चाहिँ सबै कुरा के भन्छ गर्नु भन्ने कुरा हो।
अब मेरोमा जुट्यो भने तपाईँको जुट्नु पऱ्यो, पहिला बामी एग्री हुनु पऱ्यो, एग्री भइसकेपछि बामी मान्नु पऱ्यो, के भन्नुहुन्छ होइन, हुँदैन भन्दा पनि पाउनु भयो त बाबु भन्नु अथवा भयो नि त, त्यो भएर त्यही त मैले त बुझेन तपाईँ होइन तपाईँलाई मैले त्यस्तो बनाउँदैन, तपाईँले भन्ने कुरा हुँदैन, बामीसँग कुराकानी गरेर बामीले के भन्नुहुन्छ, अनि बामी अहिले तपाईँसँग त भेट तपाईँलाई मलाई मात्रै थाहा छ, अहिले त थाहै छैन, त्यहाँदेखि त्यति पो भेट्छ भेट्दैन होइन। एक्जाम त सर वैशाखमा भनेपछि त फर्मै को लेखिनु भनेपछि त जान सकिन्छ बाहिर। अनि मैले त अब जाने मैले आफै जान खोजेको थिएँ, अब के भन्दाखेरि बुवा मैले बिहे गरेर जा भन्नुभयो कि, त्यो भएर बिहे गरेर ठिकैको नि लाग्यो, बिहे गरेर जाने भनेपछि ठिकै हो भन्ने कुरा लाग्यो। सोना दिने तपाईँले नदिने किन त्यस्तो बनाउनले बनाएर बस्यो ए मैले अरू विषय त त्यस्तो हेरेको थिइनँ, जस्तो अब म साइन्स हो होइन, आफू साइन्सको मास्टर हो होइन, अरू विषय त हेरेको थिएँ। तपाईँको मेजर इङ्ग्लिस भएको भएर बाहिर जाँदा पनि इङ्ग्लिस पनि राम्रो हुन्छ तपाईँको त, पक्कै पनि अब होइन छ होला नि, यस्तो उता पढ्दा पनि ठिकै राम्रो छ भन्नुहुन्थ्यो, बुवाले पढाउनु नरिचेको पनि आफै पढाएको त थाहा हुने भयो उहाँलाई त होइन। प्रकाश बुवाले पढाउनु होइन, उहाँले त बलकोट पढाउनु, बरु प्रकाश अहिले छोड्नु नगर, नत्र पहिला बरु मिनालाई पढाउनु पर्ने पढायो। अहिले त त्यहाँ आउनु छ बुवा त ए अहिले त युनिभर्सिटी के अरे दुईवटा कृषि पनि पढ्छन् +2 पनि पढ्छ नि त हो। त्यस्तो अरू केही काम भएन, मलाई त यति कामले एकदमै टेन्सन भइरहेको, बिहाको एकदमै टेन्सन लिएछ कि पुरा गर्नुहुन्छ तपाईँलाई किन झुट बोल्ने किन पुरा गऱ्यो। अब सबै कुरा गर्दाखेरि लास्टमा केटीले लग्छ भन्छन्, गर्दिनँ भन्छन्, 2 वर्ष गर्नु कहीँ के भन्छन् कहीँ के भन्छन्। अब सबै बायामा राजी भएर हुन्छ भन्दा पनि लास्टमा लगेर के भन्छ केटीले म 2 वर्ष गर्दिनँ 3 वर्ष गर्ने भन्छन्। त्यो भएर यो सिजन भने कहाँको भनेर सिरियस खुब राखेको छन् होइन। घर उतै हो र तिमीको नि होइन त एकदमै चिनेको होइन, एकदम धेरै साह्रो एकदम बेस्ट फ्रेन्ड भनेर खुब राखेको गर्नु क्या, त्यही भएर तपाईँसँग पढ्नेसँग उता घरतिरको छन् कलेजमा यता हुँदैन होइन। तलै पर्छ होइन कलेजमा, बिहान चिसा कुद्ने हो स्कुटी लिएर। कलेजमा रिसेप्सन मात्रै भनेर आज म सिकाएको छ म आउँदिनँ घर बस्छु भन्ने सुटाएको, यहाँ कलेजबाट बस्दै भन्दैछ। अर्को साल हेर्न पठाएको छु कि खास मैले आज अस्ति मैले तपाईँले अस्ति त्यस्तो देखेपछि अब के गर्ने, त्यो भएर ठिकै हो। किन म चाहिँ जान्छु भन्ने कुरा अब तपाईँले मास्टर गर्न गर्दा पोस्ट गरेर जान्न, तपाईँकोबाट जानु सक्यो, तपाईँलाई पढ्ने गरेर जानु सक्यो, बोथले पढ्ने गरेर जानु सक्यो, एउटा तरिकाले बिहे गरेर भएपछि दुईले जान सक्यो होइन। त्यो त गएर बुझ्न साथीहरू होइन, छ साथीहरू सबैमा लौ एउटा देशमा एउटा साथी छ होला, अस्ट्रेलिया यति साथी छन् पुरै सबै साथीहरू सबै अस्ट्रेलिया छन् पुरै, अनि बुझ्न सक्यो कुरा बुझ्न सकिन्छ।
तपाईँलाई अप्ठ्यारो लाग्छ म निस्किन्छु बस्नु अब तपाईँलाई पनि हेर्छु भेटेर के भन्नुहुन्छ भन्दाखेरि तपाईँले म चाहन्छु म चाहिँ निस्किन्छु म तपाईँलाई दुःख दिन्न म खाम्ला नि अब सबै कुरा नि म झर्छु बस्नु अब कुराकानी गर्नु नि मैले तपाईँले पढ्दै म्याच गर्दै गर्छ किन एकदम ढिलो गर्नुहुन्छ काम गर्दै रिप्लाई गर्दै त्यो रिप्लाई एकदम ढिलो गर्छ त्यही भएर पसलमा आउनु जाने अलिक यस्तो बोल्न पर्यो कहिले सिन भएर छोडिदिन्छ त्यहाँको छेट गर्छु त्यही भएर चिन पार छोडेर केही भएन कहिले त्यही गर्नु कि म त हिजो हुन्न म भेट्दिनँ बाहिर के भन्छ ल बस्नु हात कुरा पनि गर्नु अरू कुरा त केही पनि मेन मान्छेसँग भेट्ने हो म एकजना खास बसेर भेट गर्नु बेलुका भोलि बिहान त क्लासहरू जानु पर्ने एकदम त्यही कुरा गर्नु च्याट गर्नु अब त्यो अब तपाईँसँग भविष्य के भन्नुपर्ने म्याचमा पनि भन्नु सक्यो फोन भन्नु सक्यो अब तपाईँलाई उताबाट हुन्छ जाने कुरा कसरी हुन्छ भन्ने कुरा गर्छु के भन्नुहुन्छ अब भन्नुहोस् नि 22-23 गते जानुहुनेछ म के शरद चाहिँ 22 गते भन्नु होइन त्यही उसको लागि पञ्चायत जाने दुई मिनट गर्छ सही पनि भयो म मेरो के अरे गर्नुभएको भएछ ठिकै गएर भेटेर गर्न सक्यो बस्नु सक्यो त्यही गर्नु काम गर्नु पसल पनि गर्नु ल म म्याच गर्छु ल गर्मी जानु ज्याकेट लाग्यो ज्याकेट ऊ भयो ज्याकेट खोलेर बस्यो होइन हिजो पहिला चिसो भन्नुभएको थियो नि त पुरै चिसो रहेछ घाम लागेछ चिसो घामै नलागे त गाह्रो चलेको त होइन ठिक छ मैले कुरा बुझ्नु कि छ मैले बुझेँ त्यस्तो भयो के हातमै मोबाइल छ भने फास्ट पनि मेसेज गर्छु हातमै मोबाइल छैन भनेपछि अब के गर्ने फेरि त्यही मैले फोनमा नबोलेको फोनमा सोध्ने कुरा भएन त्यही भएर फेरि अनि फेरि मेसेज कुरा बसिरहेको थिएँ कि के भन्छ भन्ने भयो अब गयो 1 मिनट गर्छु 10 मिनट फोन गर्दिनँ 1 मिनट के अरे 1 घन्टा 2 घन्टा बोल्दिनँ 1 मिनट बोल्छु राख्छु गर्छु 1 घन्टा त के सबै बोल्ने कुरा बोलिन्छ मिल्यो भने चाहिँ सोनार भएको बेला गर्छु सोना भएको बेला गर्दिनँ अनि गर्दिनँ मैले तपाईँसँग पर्मिसन अलि त म गर्दै गर्दिनँ होइन एक्लै भएन गरेर गर्नु पऱ्यो भयो क्या अनि मैले त्यस्तो तपाईँलाई भन्दिनँ मैले भन्दिनँ अनि भन्दिनँ त्यो मैले भन्दिनँ गरेँ होइन भन्छु मैले त त्यो मैले म्याच फर्काएन भनिदिन्छु नि त्यो गरेँ होइन